Hello everyone, welcome back to my mini vlog. So this is day 2 of starting your own business as a 20 years old in Nepal. So first मा चाहिँ म गएँ हाम्रो पसलतिर, हाम्रो पसल आई मिन रुमतिर। त्यसपछि हामी मेजरमेन्ट लिएर ड्रमसमहरु यताउता हटाउन लागे मैले। त्यसपछि म गएँ सिधै कार्पेट पसलमा। आज चाहिँ हाम्रो कार्पेट हाल्ने दिन हो। सो कार्पेट मैले चुज गरिसकेको छु। ओहो दुईटा 5 परेछ कार्पेटको पनि है, यति महँगो कार्पेट हाल्न लागिरहेको छु। त्यसपछि म लागे आफ्नो रुम बढालेर रुमलाई चट्ट सफा गरेर त्यसपछि हाम्रो दाइ पनि आइसक्नु भयो। दाइले चाहिँ अब कार्पेट ओछ्याएर सब रेडी गराइसक्नु भयो। फिनिसिङ लास्टमा हाम्रो रुमको चाहिँ फिनिसिङ यस्तो निस्केछ, लभली फिनिसिङ आयो। त्यसपछि म गएँ सिधै हाम्रो दिदीको घरतिर, किनकि आज चाहिँ हाम्रो दिदीको फ्लाइट छ। सो त्यसपछि मैले दिदीलाई हैन अब सेफ फ्लाइट दिदी बेस्ट विशेष भनेर दिदीलाई अलिकति टिका लगाइदिएँ। त्यसपछि हामी गयौँ सिधै एयरपोर्टतिर। एयरपोर्ट गएको काले हिजोको कुरोमा अलिक बढी बोलिरहेको थियो, त्यही भएर कालेलाई फेरि एकछिन थर्काएँ, यो चाहिँ हालिन। त्यसपछि हामी एयरपोर्ट गएको, पुगेको थियौँ भर्खरै, त्यहाँ त रुवाबासी सुरु भइसकेको छ। हाम्रो भाइ अनुज भाइ दरो रुयो है। त्यसपछि भाइले फकाउनु पर्यो भनेर भनेको, मान्दैन, रोको रोइ छ, नन रो छ। ल भाइ एउटा पोज देऊ नि त ल भनेको, फेरि पोज दिन्छ, खतरावाला पोज दियो भाइले। त्यसपछि मैले भने दिदी कोही विदेश जान परेर रोइरहेको छ, कोही विदेश जान नपाएर रोइरहेको छ भनेर दामीवाला कोट हानिदिएँ। त्यसपछि दिदीलाई बिदाई गरेर गएको, यस्तो पानी परिरहेको रहेछ। त्यसपछि के गरौँ भनेर हामी पनि यसो खाजा खाना होइन, स्यान्डविचहरू पानीहरू खानातिर लाग्यौँ। पछि यस्तो पानीमा भिजेर त्यही माथि जाम बसेर म लागे अटोबेलतिर। यसरी अरूको लेनमा चाहिँ नआऊ, ट्राफिक नियमको पालना गरौँ र सभ्य नागरिकको परिचय दिऊ। So this was for today. See you on the next vlog. Till then follow गर्न चाहिँ नबिर्सिनु होला मलाई। One more thing, जसले पनि मेरो बिजनेस गेस गर्नुहुन्छ उहाँलाई चाहिँ म मेरो आफ्नो प्रोडक्ट फ्रीमा दिनेछु। So comment down below.